सबैमा नमस्ते। अनि म चाहिँ गुरुङ दाई। मेरो च्यानलको नाम गुरुङ दाई छ हैन। यदि यो भिडियो चाहिँ हजुरहरुको मोबाइलको स्क्रिनमा आएको छ भने कृपया स्किप नगरी थोरै टाइम मिलाएर हेरिदिनु होला। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला है त। आज चाहिँ म एउटा विषयमा चाहिँ भिडियो बनाउन गइरहेको छु। विषय के हो भन्दाखेरि चाहिँ सरकारले अहिले जुनै पनि देश जानको लागि या त भनौँ वैदेशिक रोजगारको लागि सेवा शुल्क भनेको चाहिँ मात्रै 10,000 उठाउन पाउने भन्ने कुरा गरिएको छ नि हैन। तपाईहरुलाई के लाग्छ, यो कुरो चाहिँ के सम्भव होला त? हुन त यो आजभन्दा करिब 4-5 वर्ष अगाडि पनि यो कुरालाई उठाइएको थियो हैन। मतलब उठाएको थियो मात्र हैन कि लागू पनि गरिएको थियो हैन। तर कस्तो भने भित्री रूपमा चाहिँ 2-3 लाख 4-5 लाख सम्म लिने हैन। अनि बाहिरी रूपमा चाहिँ एउटा रसिद दिइन्थ्यो नि त। यो रसिद चाहिँ एयरपोर्टमा देखाउनु, एयरपोर्टमा देखाएपछि चाहिँ कति तिर्या भन्दा 10,000 मात्रै तिर्या भनेर भन्नुपर्छ भन्ने कुरा गरिन्थ्यो नि त हैन। अब हाम्रो फेरि कस्तो भने बाध्यता पनि छ नि त एउटा। अब विदेश गएन भने पैसाको दुःख हुन्छ हेर्नु। जमाना अनुसार चल्नै पर्यो, आफ्नो छोराछोरी पढाउनै पर्यो होला। बिहे नहुनेको छुट्टै कुरा होला, कसैको के समस्या होला, कसैको समस्या नहोला। तर पनि जति पनि विदेश आएको छ नि 90% को त समस्या भएकै हुन्छ नि हैन। हामी त्यो विषयलाई उठाउन पनि सकेनौं के। मलाई अहिले पनि त्यही लाग्छ के, यदि यही विषय हैन 10,000 मा विदेश पठाउने हो भने मेन पावरले कि त मेन पावर बन्द गर्नु पर्यो, नत्र भने सरकारी निकायबाट खोल्नु पर्यो के मेन पावर। यो जति पनि प्राइभेट मेन पावरहरु छ, यो मेन पावरहरुले चाहिँ खारेज गरेर तपाईको सरकारी कोटाबाट चाहिँ सरकारी मेन पावर नै खोल्ने हो भने चाहिँ यो कुरा अलि सम्भव होला भन्न सकिन्छ। नत्र भने बाध्यताले पनि तिरेर चाहिँ आउनुपर्छ। सरकारी नियम अनुसार 10,000 हुन्छ, तर रसिद पनि दिन्छ, भित्र तिर्न चाहिँ धेरै पर्छ। यो कुरा चाहिँ सम्भव नहोला भन्छु म सकेसम्म हैन। हुन त आफ्नो आफ्नो सोच हो, आफ्नो आफ्नो विचार हो। हजुरहरुलाई कस्तो लाग्छ विचार पनि लेख्न नभुल्नु होला हैन। अब बाध्यता छ नि त, बाध्यता भएर पनि आउनै पर्छ। कि त देशमै रोजगारीको सिर्जना गरिदिएको भए छुट्टै कुरा हुन्थ्यो हैन। अब रोजगारी भनेको प्राइभेटतिर पाइन्छ, पाए पनि त्यही 10-12 हजारको जागिर पाइन्छ, त्यतिले घरबार चल्दैन। ल हेर्नु, त्यही भएर यसमा चाहिँ सरकारको पनि गम्भीर ध्यानकर्षण होस् भन्न चाहन्छु म चाहिँ है त साथीहरु। यति भन्दै हजुरहरुलाई कस्तो लाग्यो मेरो भनाइहरु हैन। कसैलाई मन पर्ला नपर्ला, तर पनि मन पर्यो कि मन परेन कि एक कमेन्ट छोड्न चाहिँ नभुल्नु होला है त। र मन पर्यो भने भिडियो सब्स्क्राइब अनि शेयर पनि गरिदिनु होला है त।